यो भन्दा अगाडिको भिडियोमा मैले तपाईहरुलाई टिटेनस भनेको के हो, टिटेनस हुने मुख्य कारणहरू र संक्रमण हुने तरिकाहरू भने। र म यो भिडियोमा तपाईहरुलाई मानिसमा लक्षण, जनावरमा लक्षण, रोग कसरी काम गर्छ, रोकथाम, उपचार, टिटेनसको खोप महत्त्वपूर्ण कुराहरू यो भिडियोमा चाहिँ भन्न गइरहेको छु। मानिसमा देखा पर्ने लक्षण। टिटेनस लागिसकेपछि मानिसमा सामान्यतया 3 देखि 21 दिनभित्र लक्षण देखिन्छ। मुख्य लक्षणहरूमा जबडा कडा हुने, घाँटी कडा हुने, शरीरमा अकस्मकस हुने, शरीरमा अकस्मात स्पाजम, मिल्न गाह्रो हुने, गम्भीर अवस्थामा श्वास प्रश्वासमा गाह्रो हुने पनि देखिन्छ। यदि अगाडि भनेको लक्षणहरू मानिसमा देखियो भने हामी चाँडोभन्दा चाँडो हस्पिटल जानुपर्ने हुन्छ। जनावरमा लक्षणहरू भनेको जनावरमा पनि मांसपेशी कडा हुने, हिँड्न गाह्रो हुने, कान ठाडो हुने, खाना खान नसक्ने जस्ता लक्षणहरू देखिन्छ। जनावरमा यी लक्षणहरू देखियो भने नजिकको पशु प्राविधिकलाई बोलाएर उपचार गर्नुपर्छ। विशेष गरी घोडा, गाई, बाख्रा जस्ता जनावरहरूमा जोखिम बढी हुन्छ। यो रोग कसरी काम गर्छ त? टिटेनसको ब्याक्टेरिया क्लोस्ट्रिडियम टिटानी घाउ मार्फत शरीरमा प्रवेश गर्छ, जहाँ यो एक विष उत्पन्न गर्छ जसले स्नायु प्रणालीलाई असर गर्छ र मांसपेशीहरूमा अनियन्त्रित स्पाजम पैदा गर्छ। रोकथाम। सबैभन्दा प्राथमिक रोकथाम भनेको खोप हो। मानिसमा टिडी वा डीपीटी भ्याक्सिन लगाइन्छ जसले शरीरमा प्रतिरक्षा बढाउँछ। जनावरहरूमा प्राय टीटी भ्याक्सिन प्रयोग गरिन्छ। प्राय जस्तो जनावरमा भनेको शल्यक्रिया अगाडि वा शल्यक्रिया पछाडि लगाइने गर्दछ। टिटेनसको केही उपचारहरू। टिटेनसको जोखिम भएको घाउमा खोप दिनुपर्छ। सामान्यतया घाउ लागिसकेपछि हामीले डेटोल वा साबुन पानीले मजाले त्यो घाउ सफा गर्नुपर्ने हुन्छ। घाउ लागेको 24 घण्टा भित्र नै खोप लगाउनु उत्तम हुन्छ। यदि तपाईहरुले लामो समय बिताइसक्नु भएको छ भने पनि 72 घण्टा भित्र खोप लगाउनु पर्छ। सकेसम्म छिटो लगाउनु नै राम्रो हुन्छ। अन्तिममा टिटेनस लागेपछि मानिस वा जनावर दुवै बाँच्न सक्छन्, तर यो रोग निकै घातक भएकाले छिटो उपचार नभए मृत्युको जोखिम धेरै हुन्छ। र यस्तै इन्फर्मेटिभ भिडियोको लागि हामीलाई लाइक, फलो, सब्स्क्राइब गर्न सक्नुहुन्छ।